आज चाहिँ हामी भेनासँग इभिनिङ वाक आएको छौँ। म ब्लगर डम्बर क्यान्टिबाट। यहाँ चाहिँ हाम्रो यो चाहिँ क्यान्टरबरीको एउटा एग्रिकल्चर फिल्ड हो। यो चाहिँ प्राइभेट एरिया। यहाँ तपाईँले देख्न सक्नुहुनेछ तोरी, पुरै तोरी आएको छ। यहाँको एग्रिकल्चर प्रपर्टीको मालिकहरूले। हामी चाहिँ यहाँ पुरै हिँड्दैछौँ सालैभेना। यो ठाउँ चाहिँ कस्तो भने अब मर्निङ वाक, रनिङ, साइक्लिङ, इभिनिङ वाक गर्ने ठाउँ हो यहाँको। अहिले चाहिँ अब युकेमा घाम डुबिसकेछ। अहिले 8 बजिसक्यो लगभग। आजको इभिनिङ वाक चाहिँ एकदम रमाइलो भएको छ भेनासँग। हामी कुनै ठाउँमा रनिङ गरेर, कुनै ठाउँमा वकिङ गरेर चाहिँ आजको बिदाको समय चाहिँ हामीले यसरी व्यतीत गर्दैछौँ युके क्यान्टरबरीमा। तपाईँहरू देख्न सक्नुहुनेछ घाम डुबिसक्यो। अब हामी चाहिँ घरतिर रिटर्न ब्याक हुँदैछौँ। तपाईँहरू पनि यो ठाउँमा आउनु सक्नुहुनेछ। आउनुभयो भने जस यहाँको मनोरम दृश्यहरू अवलोकन गर्न सक्नुहुनेछ एग्रिकल्चर सम्बन्धी भन्दै यो मेरो छोटो ब्लग यहीँ टुङ्ग्याउन गइरहेको छु। Thank you for my watching vlog. Thank you so much.